हेलो वेलकम छ सबैजनालाई मेरो आर्चरी ब्लग्समा। अझै चाहिँ हाम्रो आर्चरी ब्लग्समा हामी कसरी वार्मअप गर्छौँ, कसरी ट्रेनिङ गर्छौँ, कसरी सर्ट हान्छौँ, कसरी 70 मिटर हान्छौँ भनेर देखाउन गइरहेको छौँ। र हाम्रो आर्चरीको फर्स्ट सेसन चाहिँ वार्मअपबाट सुरु हुँदैछ र हामी अब वार्मअप गर्न गइरहेका छौँ। है त ल, हाम्रो वार्मअप सुरु हुँदैछ। वार्मअप सकेपछि जहिले पनि हामी एसपिटी गर्ने गर्छौँ। अब हामी एसपिटी गर्न गइरहेका छौँ। एसपिटी चाहिँ हामी किन गर्छौँ भने हाम्रो इन्डुरेन्स पावर बढोस्, बो तान्ने, बोले हामीलाई नतानोस्, हामीले चाहिँ बोले तानोस् भनेर हामी एसपिटी गर्ने गर्छौँ। र हाम्रो एसपिटी चाहिँ 3 भेरिएबल हुन्छ। 3 टाइप्स अफ एसपिटी गर्छौँ हामी। 3टा एकचोटि गऱ्यो भने 1 सेट हुन्छ, त्यसरी हामी 4 सेट गर्छौँ। अब गर्नमा लाग्यो भने 4 सेट गर्छौँ। आज चाहिँ अलिक सकेको छुइनँ, त्यही भएर हेरौँ कति गर्न सक्छौँ। ल, त्यो चाहिँ मेरो मन खुसी, जति गरे पनि ल गर्दैछु है त गाइज। गर्नुपर्छ जिमको गरिराख्दै अब जिम गएर यसरी चाहिँ हामी यो 1 सेट भयो 3टा गर्दाखेरि। अब हामी 3 सेट 4 सेट गर्छौँ। मन लाग्यो भने हाम्रो एसपिटी लगभग सकेको छ। अब हामी सर्ट हान्न जानेछौँ। त्यसपछि हाम्रो सेसन सर्ट हुन्छ। र यसै गरी हामीले वार्मअप सकायौँ, एसपिटी पनि सकायौँ। अब हाम्रो थर्ड सेसन हुँदैछ, जुन चाहिँ हामी सर्ट डिस्टेन्समा हामी सुटिङ गर्छौँ। हाम्रो यो सर्ट सुटिङ भनेपछि हाम्रो वार्मअप सुटिङ जस्तै हो। हामी चाहिँ यो 5 देखि 10 मिटर ब्ल्याङ्क टार्गेटमा हान्छौँ। हामी यो किन हान्छौँ भने हाम्रो चाहिँ हामीले जहिले सुटिङ गर्दाखेरि एउटै फिल होस् होइन। सर्टमा हान्दाखेरि अलिकति कन्फिडेन्स सर्ट निकाल्यो भने लङ रेन्जमा हान्दाखेरि पनि 70 मिटरमा हान्दा पनि एउटै त्यही लेभलको कन्फिडेन्स सर्ट, त्यही कन्सिस्टेन्ट सर्ट होस् हाम्रो एउटै खालको। सर्टमा हामी किन हान्छौँ भने अर्को चाहिँ हाम्रो रिदम, टाइमिङ अनि एउटा ब्याक टेन्सनहरू, अनि त्यसपछि बो पुस गर्ने फिल आओस् भनेर चाहिँ हामी सर्ट हान्छौँ, विच इज भेरी इम्पोर्टेन्ट वार्मअपको लागि। हामीले अब सर्ट नहानेको पनि 70 हान्दाखेरि चाहिँ हामीले के हाने जस्तो एकदमै अप्ठ्यारो फिल हुन्छ। त्यही भएर जहिले पनि ट्रेनिङ गर्दाखेरि हामी सर्टमा चाहिँ हान्ने गर्छौँ। र त्यही हो, फेरि भन्दैछु, अब त्यो एउटा पेस मिलाउनु पर्छ क्या। हाम्रो एउटा त्यो टाइमिङदेखि लिएर एभ्रिथिङ मिलाएर चाहिँ हामी सर्ट हान्ने गर्छौँ। डिप्रेसन यसरी नै हामीले सर्टमा मेरो 7वटा एरो छ, 6 राउन्ड हान्दाखेरि 1 सेट हुन्छ। हामी 3 सेट जस्तो हान्छौँ र हामी 70 मिटरको टार्गेट खोल्न जान्छौँ। हेर्न सक्नुहुन्छ कति पर छ। र 70 मिटरको टार्गेट खोलेर आइसकेपछि देख्न सक्नुहुन्छ हाम्रो कालु ह्यान्डसम मेरो छेउमा बसेर हाँस्दै हेर्दैछ क्यामेरालाई। म चाहिँ 70 मिटर ड्यामी हान्दैछु। तपाईँहरूलाई एकैचोटि अब रिजल्ट हेर्नुहोस् न। अब के भन्ने, अब मेरो सुटिङ यस्तै छ। भर्खरै 70 मिटरमा हान्न थालेको म पनि अहिले बिगिनरै हो भनौँ न। सिनियर टिममा छिर्ने प्रयास गर्दैछु म पनि। बिस्तारै अब पुग्छु होला अवश्य। मिहिनेत जारी छ। अघि सर्टमा जसरी हानेको थियो त्यसरी नै 70 मिटर पनि फिल लिएर हान्न खोज्छु, कन्फिडेन्स सर्ट हान्न खोज्छु। र अब कतिको लाग्छ अब 70 मिटरमै गएर हेरेर थाहा हुन्छ। हेरौँ है कस्तो लागेछ त, हेर्न जाउँ। अब लगभग निम पनि हान्दिउँ, पानी पर्न आँट्यो। यस्तै छ गाइज। अब कसैलाई हामी जस्तै आर्चरी सिक्नु मन छ भने प्रोफेसनल्ली यसरी हामी जस्तै 70 मिटर टार्गेटमा हान्नु छ भने वा समथिङ एल्स होइन। तिमीलाई केही मनपर्छ, आर्चरी एकदमै हबी हो, ब्लाब्ला ब्ल्याक सिट, हाइप एनिमल्स, त्यस्तो केही छ भने कमेन्ट गर्नु होला। हामी तपाईँलाई सिकाउनेछौँ आर्चरी। र अब मेरो एरो कस्तो लाग्यो, द मोमेन्ट अफ ट्रुथ
जसले चाहिँ यत्रो बिटी हानिरहेको छ उसको चाहिँ कस्तो लागेको छ हेरिदिउँ जस्तो भएको छ भने त्यो एक्सपेक्टेसन भर्सेस रियालिटी हुँदैन नि फेरि यहाँ त डाइरेक्ट चेक रियालिटी चेक ल है त 10,999 अब 887 एउटा लागेको छ ठिकै हो अब यो 7 चाहिँ अब मिस्टेक भनेर 6वटा एएर काउन्ट गऱ्यो भने त अनि 1 2 3 4 5 6 7 53 नट ब्याड यार मैले पनि भर्खरै हान्न सिकेको नि भर्खरै सिकेँ हो अब तातो आउँदैछ दिन अनि कस्तो लाग्यो आर्चरी ब्लग्स कमेन्ट गरिदिनु होला राम्रो लाग्यो आर्चरीको अझै कन्टेन्ट चाहियो भने आर्चरी हामी जसरी कहाँ सिक्न पाइन्छ कसरी यतिको सिक्न पाइन्छ भने मन छ भने कमेन्ट गर्नु होला मलाई डिएम गर्नु होला म तपाईँलाई सिकाउने छु आर्चरीको बारेमा र कहाँ सिक्न पाइन्छ भने भन्ने छु तर त्योभन्दा अगाडि पर्दा लगाउनु पर्छ यहाँ and it is being impossible to shot this target but there is nothing impossible to Krishna Chaudhary Hi आजलाई आज यति नै आगामी दिनमा फेरि भेट गरौँला हस्त बाई बाई